टासिदेले नमस्कार अनि फेबलोको सुझाव सबैलाई अनि हजुरलाई के सूचना दिन चाहन्छु भनेदेखि परम पावन दलाई लामाज्यू 90 वर्ष पुग्नु भएको यो पावन जन्म जयन्तीलाई अंकित गरेर सर्वत्र विश्वभरि नै यो वर्ष चाहिँ करुणाको वर्ष भनेर यसरी मनाइरहेको छौं र यसै सन्दर्भमा माथि 12 गान्धी रोडमा अवस्थित मञ्जुश्री सेन्टर फर टिबेटन कल्चरमा अनि यो आउँदो 13 तारिक जुन 2026 शनिबारको दिन र 14 तारिक जुन 2026 यानी आइतबारको दिनमा चाहिँ अनि निशुल्क स्वास्थ्य जाँच शिविर माथि स्वारेकपाको भइरहेको छ र त्यसैले गर्दाखेरि यो शनिबार जुन चाहिँ 13 तारिक जुन 2026 को दिनमा चाहिँ बिहान 9:30 बजेदेखि अनि बेलुकी 4 बजेसम्म अनि त्यसरी नै यो 14 तारिक जुन 2026 आइतबार पर्छ त्यो दिन चाहिँ बिहान 9:30 बजेदेखि अनि दिउँसो 2 बजेसम्म हो र त्यसैले गर्दाखेरि यो चाहिँ निशुल्क स्वारेकपा स्वास्थ्य जाँच यसरी हामीले गरिरहेको छौं र त्यसैले गर्दा कहाँ भनेदेखि माथि 12 गान्धी रोड दार्जिलिङको मा अवस्थित मञ्जुश्री सेन्टर फर टिबेटन कल्चरमा अनि त्यसरी नै मञ्जुश्री सेन्टर फर टिबेटन कल्चर र च्याकपडी टिबेटन मेडिकल इन्स्टिच्युटको तत्वावधानमा यसरी हामीले वर्षैभरि यसरी निशुल्क स्वास्थ्य जाँच शिविर हामीले गर्दै आइरहेको छौं र त्यसरी नै मञ्जुश्री सेन्टर फर टिबेटन कल्चरले फेरि आउँदो जुन चाहिँ जुलाईमा पनि निशुल्क नेत्र जाँच यानी फ्री आई क्याम्प पनि यसरी लगाइरहेको छौं र अहिले विशेष गरी हजुरलाई अघि सूचना दिएको जस्तै 13 तारिक जुन 2026 शनिबार र 14 तारिक जुन 2026 आइतबारको दिनमा चाहिँ निशुल्क स्वारेकपा स्वास्थ्य जाँच शिविर माथि मञ्जुश्रीमा भइरहेको छ र सबैलाई यो सूचना दिन चाहन्छु र हजुरहरूलाई पनि यो जुन चाहिँ छ सुनौलो मौकाको विषयमा अनि सागा सन्तान इष्टमित्र अनि त्यसरी गाउँ बस्तीतिर यसको सूचना फिन्जाइदिनुहोस् भन्ने अनुरोध पनि यसै च्यानलको मार्फत गरिरहेका छौं र धन्यवाद। म जेटी भुटिया जोइन्ट सेक्रेटरी अफ मञ्जुश्री सेन्टर।